नमस्कार, म अनिल साई। अहिले हामीले देखिरहेका छौँ यो रारा राष्ट्रिय निकुञ्जको यो मध्यवर्ती क्षेत्र हो। यो पछाडिपट्टि देखिरहेको यो सडे गलेको काठ हो। यो हाम्रो नेपालको वन ऐन यस्तो छ, यो कसैले पनि टच गर्न पाइँदैन। यो सडिरहेछ, कुहिरहेछ, वर्षौँदेखि पुस्तौँदेखि यो कुहिएको छ। तर यसको कुनै पनि यसको न बिक्री हुन्छ, न टेन्डर हुन्छ, न यसको सदुपयोग हुन्छ। यो एउटै झर्ने हो, एउटै कुहिने हो। यस्तो थुप्रै छ नेपालमा। कमसेकममा हाम्रो यो वन ऐन सुधारेर कमसेकम यस्तो सडे गलेको काठलाई, सुकेको काठलाई मात्रै ठेक्का प्रक्रिया गरेर बिक्री वितरण गरिदिएको भए यो पनि राजस्व सङ्कलन हुन्थ्यो। तर यो सरकारले कहिले बुझ्ने यो समस्या? यो कमसेकममा यो क्षेत्रका कमसेकममा नागरिकहरूका लागि पनि राहत हुन्थ्यो। अनि त्यसपछि राज्यकै कोष वृद्धि हुन्थ्यो। त्यसपछि राजस्व वृद्धि हुन्थ्यो। यो कमसेकममा यो काठहरू बिक्री भएको भए, यो काठ नपाएर मान्छेहरूले सिमेन्ट प्रयोग गर्नुपर्ने स्थिति आएको छ। त्यसपछि अर्को अन्य ठाउँबाट काठहरू बिक्री किनेर ल्याउनु पर्ने स्थिति छ। हाम्रो नेपालमा भएको यो वनमा भएको अथाह काठहरू कुहिएर सडेको छ। तर हामीले काठहरू हामीले तलबाट ढुवानी गरी ल्याउनु पर्ने स्थिति छ। यो सरकारले बुझोस्। यस्ता थुप्रै समस्याहरू नेपालमा छन्। कानुन संशोधन होस्, यस्ता सडे गरिरहेको काठहरू बिक्री गर्ने, त्यसपछि यसलाई ठेक्का प्रक्रिया मार्फत बिक्री वितरण गर्ने प्रक्रिया सुचारू होस्। मेरो मैले ध्यान आकर्षण गरेँ। यो सरकारलाई यो बुझोस्। यो वन क्षेत्रमा थुप्रै काठहरू यस्तो यो उदाहरण मात्रै हो। यस्ता थुप्रै ठाउँहरू छन्, यति यस्तो काठहरू थुप्रै कुहिएको छ, सडेको छ। कमसेकममा यस्तो काठहरू यो बिक्री होस् र यसको ठेक्का प्रक्रिया होस् भन्न चाहन्छु। हस्त नमस्ते।